वेलकम टु हाम्रो न्यू ब्लग। सो गाइज आज चाहिँ हामी होइन कफी हाउस डाँडा घुमिराखेको छौँ चट्टसँगले। अनि अघि हामीले हाम्रो आज चाहिँ यहाँनिर पार्टी थियो अनि त्यही भएर आएको छौँ। सो गाइजहरू अनि यहाँनिर चाहिँ हाम्रो साथी एकदमै यो मान्छे चाहिँ यस्तो रमाइलो मान्छे लाग्यो कि मलाई होइन। पहिला बच्चादेखि सँगै पढेको र भर्खरै हामी भेट भएको थियौँ। अनि छोटो समयमा हामीले धेरै टाइम के भन्नु रमाइलो बितायौँ, रमाइलो गऱ्यौँ होइन, टाइम स्पेन्ड गऱ्यौँ। अनि यहाँ छ यो पनि सँगै पढेको साथी हो र धेरै समयपछि हामी चट्ट भेट भएको छौँ र त्यही भएर म चाहिँ यति धेरै खुसी भएको छु कि यति धेरै खुसी भएको छु। अनि त्यहाँदेखि अब हामी भनेको यहाँ पर्दैन हाम्रो आज सानो कार्यक्रम छ अनि त्यहाँनिर हामी बस्ने अनि त्यहाँदेखि पार्टी खाने होइन। अब कफी सफी होला के हुन्छ ड्रिङ्क्स के लिन्छ केटाहरूले। सो यो ठाउँ चाहिँ कहाँ हो भनेदेखि यो ठाउँ चाहिँ ताप्लेजुङको होइन, ताप्लेजुङ तोक्मे डाँडादेखि ठ्याक्कै अलिकति साइडमा हो। यो के भन्छ कफी हाउस भन्छ यो डाँडालाई होइन। अनि त्यहाँनिर तपाईँहरू पनि आउनुहोस् होला यहाँनिर कफी खानको लागि। यहाँनिर एकदमै मिठो कफीहरू पनि पाउँछ। अनि त्यहाँदेखि छोटो होइन यहाँ कुन हो हाम्रो दाइको पसल यो होला होइन, यहाँ हो हाम्रो दाइको। तर योभन्दा यो मासतिरको के अरे यो ब्रोदर्समा हामी चाहिँ बस्छौँ जहिले नि। र तपाईँहरू पनि आउनु होला यहाँनिर कफी खान चाहिँ नि। यहाँ जस्तो बब्बाल ठाउँ छ कि हामी सब देखाउनेछौँ है तपाईँहरूले। ल हामी चट्टसँगले आउने भनेको चाहिँ हाम्रो प्यारो दाइकोमा ब्रोदर्स माथि छ है, यहाँनिर खान्छौँ है हामी चाहिँ होइन।